अब हामी काठमाडौँ जाँदैछौँ है। यहाँबाट काठमाडौँ जाँदैछौँ। अब काठमाडौँ जाँदाखेरि यो बाटोमा के उ गरिरहेको छ सबै भिडियोहरू खिचेर हालिरहेको छ यसमा। तपाईहरुले अब अहिले एकछिनमै देख्नुहुन्छ। यो रमाइलो च्यानलमा आउँछ है। अब म काठमाडौँ जाँदैछु। काठमाडौँ म नकुट त्रिशुलीबाट आउँदैछु कि त्रिशुलीबाट आउँदैछु काठमाडौँ जाँदैछु। बाटो यतातिर त बाटो राम्रो छ है। अब माथितिर चाहिँ बाटो बिग्रेको रहेछ। यहाँदेखि त यता बाटो राम्रो छ। गुन्डुखु 1 किलोमिटर हो भनेपछि यहाँ ककनी अझै आएको छैन। नकुट उडाउँदाखेरि ककनी अझै आएको छैन। कहाँबाट आउँछ त्यो म तपाईहरुलाई भन्नेछु। बाटो कस्तो छ यो बाटोको अपकरण गरेर मैले हैन बाटो गर्दैछु। बाटो सबै गर्दै हेर्दै हिँड्दैछु कि कस्तो रहेछ भनेर। अब यताउति गाडी कतिको चल्दो रहेछ भनेर हैन सबै कुरो भ्लगमा अब देखाउँदाखेरि राम्रोसँग यसो देखायो भने तपाईँ हामीलाई सबैलाई राम्रो हुन्छ नि त। यो बाटो कसरी छ कस्तो छ, यो बाटो कहाँ जान्छ, कहाँबाट छुट्टिँदो रहेछ भनेर हैन। यहाँ रहेछ एउटा रिस्पोर्ट रहेछ है। रिस्पोर्ट रहेछ। यो रिस्पोर्टबाट यसो उ गरेर मैले यहाँबाट आर्मीहरू यहाँ के गर्दै रहेछन्। ठिकै छ। बाटो चाहिँ यहाँदेखि यता चाहिँ राम्रो छ। यहाँदेखि यता चाहिँ बाटो राम्रो छ, नभएको होइन। बाटो राम्रो छ। माथि चाहिँ अलिक बाटो उ रहेनछ। त्यही भएर जे जस्तो भए पनि माथि नै पुगेर घुमेर उ गरेर आइयो आउन चाहिँ। यात्रामा हो भ्लग पनि बनाएको। म एक्लै पनि हिँडिरहेको हैन। म एक्लै पनि हिँडिरहेछु, भ्लग पनि बनाइरहेछु। एउटा भ्लग बनाएर हालिदिउँ न त भनेर। यो हेर्नु न यहाँको जङ्गलहरू यस्तो गरी माथि जुम गरेर देखाउँ भनेको। एक्लै भ्लग बनाउँदाखेरि अलिक गाह्रो हुन्छ क्या। तपाईँको एक्लै भ्लग बनाएर हिँड्दाखेरि अलिक गाह्रो हुन्छ। त्यही भएर नकुट त्रिशुलीबाट यसै उसबाट घुम्दै उ गरेर आएको। अब यता हेर्नु कस्तो दामी छ भन्ने जस्तो छ है ठाउँ त। साह्रै राम्रो छ। बाटो पनि यहाँदेखि यता त राम्रो छ। यहाँ के रहेछ है सबै सेतै तरकारी बजार के अरे तरकारी खेती गरे जस्तो रहेछ है। सबै त्यस्तो भ्लग बनाउनु चाहिँ दुईजना भयो भने चाहिँ सजिलो हुन्छ। एउटै मात्रै अलि अप्ठ्यारो हुन्छ। साथी भनेको थिएँ मैले। अनि साथीले के भने नि म अहिले बिजी छु, भोलितिर जाउँला नि भनेर भन्दै थियो। म चाहिँ होइन निस्किसकेको भनेर म चाहिँ हिँडेँ। बाटोहरू राम्रो रहेछ जे होस् यतातिर चाहिँ। राम्रो बाटो अवलोकन गर्नलाई र बाइकमा हिँड्नलाई सजिलो हुन्छ क्या पिच बाटोमा चाहिँ। फेरि त्यो उसमा चाहिँ कच्ची उसमा चाहिँ हिँड्नलाई साह्रै गाह्रो हुन्छ। अनि यहाँ
चिया होटेल चिया खाने ठाउँ रहेछ यहाँ। के हो गुम्बाहरूको जस्तो झन्डा टाँगेको रहेछ नि यस्तो है। राम्रो छ भ्लग गराएर हिँड्न त अलि हुन्छ है। लगभग म काठमाडौँ चाहिँ आइपुग्नलाई है साथीहरू। काठमाडौँ किन आइपुग्नलाई भन्दाखेरि अब यो रानी वन यो के रहेछ होइन। ल यहाँदेखि यता चाहिँ लगभग काठमाडौँ पर्ला जस्तो लाग्यो क्या मलाई। त्यही भएर गाडीहरू यस्तरी आइरहेछ। काठमाडौँको घरहरू देखिसक्यो यसरी। काठमाडौँको घरहरू देखियो। रानी वनको आइहाल्यो। उहाँदेखि यसो गरेर आएछु। मोबाइल चाहिँ अलिकति भ्लग बनाउँदाखेरि चाहिँ माथि राख्दाखेरि अप्ठ्यारो भएको। त्यो बाटो अप्ठ्यारो भएर के कस्तो हल्लिए जस्तो भएको क्या। त्यही भएर यो पनि धन्दै बाइकमा तेल सिद्धिएन है। टेरिका यार कच्ची बाटो रहेछ। बिच बाटो होला राम्रो होला। अब 2-3 लिटर तेल हाल्यो भने अब माथि घुमेर आइन्छ भनेर गएको। माथिसम्म पुगेको त कच्ची बाटो रहेछ। बिस्तारै डङ गर्दै हिँड्दै गर्दा सबै त्यो अप्ठ्यारोले गर्दा कच्ची बाटोले गर्दाखेरि तेलै बढी खायो के। अनि धन्दै पुग्दैन कि भनेर भनेको। बाटैबाट सट्ट घुमाएर ल्याउन चाहिँ होइन। बाटैबाट सट्ट घुमाएर लिएर आउँदाखेरि चाहिँ जे होस् काठमाडौँ चाहिँ आइयो। अब घरसम्म त पुग्न अलि भ्याइँदैन होला यो तेलले। चाबेल कपुन जानुपर्छ। कपुनसम्म पुग्नुपर्छ घरमा त। तर अलि पुग्दैन होला। तर पनि यता बजारमा आइसकेपछि त तेल पाइहालिन्छ नि। तेल पाइन्छ। सट्ट तेल हाल्यो अनि हिँड्यो। अनि त्यही भएर यस्तो मजाले हेर्नु न यहाँ सररै जङ्गलहरू यस्तो छ है। बाइक यस्तो गरेर अब देखिहाल्नु हो तपाईँहरूले। यस्तो छ यस्तो हेर्नु है यतातिर।
उनीहरूले यस्तो गरेको मुखमा भिडियो मोबाइल राखेर यस्तो उसमा अड्काएर हेरेको। यहाँ पनि एक दिन रानीवन घुम्न आउनु पर्ने छ, यसको पनि भिडियो बनाएर हाल्नु पर्ला। रानीवन यता माथि घुम्न आउने, यहाँ टिकट काटेर जानुपर्ने रहेछ। अहिले चाहिँ किनभने बिहानै गएर घुमेर आएको हुनाले अहिले धेरै घुम्दा नि हुन्छ, कच्ची बाटो हिँड्ने पुरै जिउ थरथर थरथर हुने कि जस्तो डङ 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 हल्लिएर गरेर, अनि त्यही भएर हो, नत्र खासै उ त छैन। यहाँ गाडीहरू हेर्नु न, यहाँ ओह्रालो ओह्रालो छ, न्युट्रल गरे पनि घुरेर जान्छ कि, त्यही भएर न्युट्रलमै छोडिदिएको। कहाँदेखि न्युट्रल छोडिदिएको सरर गइरहेछ। अब तपाईँहरूलाई अब यो भिडियो यसो हेरिदिनुहोस् न, कस्तो हुन्छ। यो बाटोको अवलोकन गराएको हो, बाटो देखाएको हो। खास हो भने यस्तो छ है, यो बाटो जाँदा यस्तो गर्दा हामी यसरी जाँदा यस्तो छ यो बाटो भनेर गरेको हो। खासै त्यस्तो त उ छैन है, तर पनि तारकेश्वर 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 ल ठ्याक्कै साथी उताबाट आउँदा अष्टनारायण होलनिर आइपुग्यो। अष्टनारायण होलमा आइयो। अब यहाँबाट यता चाहिँ म भिडियो अफ गर्नको लागेको छु, किनभने अब सिटीमा चाहिँ मोबाइल यसरी हालेर गरेर लिएर हिँड्न दिँदैन। त्यही भएर अब म यहाँदेखि उता चाहिँ हजुरहरूलाई यहाँ रोकेँ, मैले रोकेँ, एउटा फोटो चाहिँ खिच्छु यहाँको है, एउटा फोटो खिचेर अनि तपाईँहरूलाई चाहिँ यो भिडियो चाहिँ म भिडियो अफ गराउँछु है साथीहरू। ल है।